अहिले नयाँ बनेको सरकारले सुकुम्बासी बस्तीहरू हटाउने र सुकुम्बासीलाई व्यवस्थापन गर्ने, हुकुमबासीहरूलाई आफ्नो बाटो लाग्न सरकारले चेतावनी सुझाव दिँदै आएको छ। यसमा विभिन्न विरोधहरू आइरहेको छ, तर वास्तविक सुकुम्बासीहरू आफू खुसी रहेको, खान बस्नको सबै सुविधा राम्रो भएको बताइसकेका छन्। यो राम्रो कुरा हो। अब विरोध गर्नलाई त जे नै गरे पनि विरोध गर्दा भइ नै गयो होइन, यो राम्रो काम हो। तर अहिले 30 अर्ब घोटाला गरेर स्विजरल्यान्ड भागेको भन्ने पूर्व पत्रकार तथा अहिले राष्ट्रसभाका सांसद जगदीश खरेललाई आरोप लागिरहेको छ र राष्ट्रसभालाई यति कुरा चाहिँ ख्याल गर्नुपर्छ, दोषी हो भने चाहिँ कारबाही गर्नुपर्छ। यस्ता भाइरसहरूलाई हो भने जोगाउनु चाहिँ हुँदैन। जोगायो भने यो पुरानै पार्टीको पारा हुन्छ। यसलाई जसरी पनि कारबाही गर्नुपर्छ। दोषी हो भने, दोषी होइन निर्दोष हो भने यसलाई न्याय दिनुपर्छ। त्यही नै भन्न चाहन्छु। धन्यवाद।